हेलो एभ्रिवान, मेरो पाती भाडाको लास्ट भिडियो चाहिँ है यही हो, जसमा कि हामीले चाहिँ बल्ल बल्ल गाडी पायौँ। तर मेन रोड हामी जहाँबाट आएको त्यो चाहिँ अल्झियो, त्यो चाहिँ बाटो छैन भनेर हामी चाहिँ 300 किलोमिटर घुमेर हामी काँक्राभित्तासम्म आउने भयौँ। र मैले भिडियो बनाउनुको उद्देश्य चाहिँ यही हो। र फर्स्ट गाडीले चाहिँ हामीलाई छोडिसकेको थियो र सेकेन्ड गाडी मिलाउँदाखेरि चाहिँ पर्खिँदाखेरि यहाँ नानी पढ्दै रहेछ र म नानीसँगै बसेर बिताएँ र हाम्रो गाडी चल्न थाल्यो है। चलेपछि एकदमै दामी भ्यू है। म चाहिँ अब यति दामी जग्गा छ नेपालमा भनेर मैले सोचेको पनि थिएन है। तर सबै एक्सपिरियन्स भयो, हेर्नु न खोलाहरू पनि, हामी त प्लेन्स हिल्स सबै वेदरहरूदेखि लिएर डाङडुङ अब 7 समुद्र पार भनेको जस्तै नै भयो हाम्रो जर्नी चाहिँ। लास्ट फर्किँदाखेरि चाहिँ है हामी चाहिँ धरान भएर आएको नि त। एकछिन बाहिर जानलाई रेस्ट गरेको थियो, फेरि गाडी हिँडेको छ हत्तु होइन, हिँडेको थाकेर म गाडी चिप्टेर बसेकोले त्यही माथि बिजोक भएको के गाडी छैन। यसरी नै आउनै पर्यो, धरानसम्म पुग्नै पर्यो भनेको त फेरि जाँदै टायर पङ्चर भयो बिजोक। यहाँ बोजूलाई पनि हल्का सिगरेट फुक्दिनु न बोजू भनेको हो। दामी बोजूले पनि खाइदिइहाल्नु भयो ऱ्यान्डमली। र फेरि हामी जान थाल्यौँ है। गए पछाडि चाहिँ एकदमै दामी भ्यूको इन्जोय गर्दै गयौँ हामी चाहिँ। एकदमै दामी रहेछ नेपालमा पनि जग्गा है। अन्त दसैँ अझै सकेको छैन रहेछ, पिङ खेलेको देख्दा भयो। यहाँ बोजूको कानमा लाउने पनि पछाडिबाट खिचेको मैले कस्तो मन परेर नि हो। त्यहाँदेखि फेरि के जहाँ चाहिँ पहिला हामी अरूभन्दा पहिरोको थिएछ, त्यो बाटोहरू सबै बन्द भएको थियो। र यसरी नै हामी बिस्तारो अफ रोडमा पनि गयौँ। अब 300 किलोमिटर भन्दाखेरि चाहिँ अब कति लामो चाहिँ हिँड्नु हिँड्दै हामी 15 किलोमिटर होइन 15 आवर्स 15 आवर्स चाहिँ हामी हिँड्नेछौँ अफ रोड हुँदै, प्लेन्स हुँदै हो। फगी लाग्दै कस्तो भएर चाहिँ हामी आइपुग्यो। फेरि अर्को अफ रोड भेटेको, यहाँनिर ट्रक नचलेको त्यही माथि हो। किन आउँदैन यो गाडी भन्छु नि, बसिराख्छ खैको नि त। अनि त्यो दोडा स्कर्पियो सारमा भइहाल्ने गएर भनौँ न, के भयो त्यो गाडी छिर्छ त, आउनु न यहाँ छिर्छ त। त्यो एउटा छिर्दा भएर नि फेरि दोडा स्कर्पियो छ नि। त्यहाँ चाहिँ हिँड्दै गएको, म हिँड्दै जाने गाडीले तानेन यस्तो बाटो छ नि। अन्त वकिङ यहाँ सुन्नुहोस् है त, बोजूले फोनमा के भन्दैछ। यस्तो अफ रोड हिँडेकोले चाहिँ गयो, बोजूको चाहिँ कुखुरै भागेछ। गयो जङ्गल कता उडेर दुईटा ल्याउँदै थियो अघि, एउटा त उडेर गएछ। मान्छे कति बिजोग भइरहेछ। अनि खै मैले बाटो गएँ तर देखा दाजु कसरी बाटो उता उताबाट छैन, यताबाट छिर्दैन उसको दबाट यहाँनिर 18 परेर यहाँबाट झरेको। यो कुन ठाउँ हो कुनै खाना खानुमा चाहिँ रोकेको थियो। तर खाना खानु रोक्दाखेरि चाहिँ यो दोकान चाहिँ घुमको आफ्नो पर्नेको रहेछ। र हामी चाहिँ यहाँ पसेर चाहिँ हामी थुक्पा मोमोहरू खायौँ। मोमो त होइन, थुक्पा चाहिँ खायौँ। मोमो त चिकनको रहेछ, सो हामीले खाएनौँ। अन्त यहाँ हामीले थुक्पा मोमो खाएर त्यहाँदेखि फेरि हामी गाडीतर्फ लाग्यौँ।
त्यहाँदेखि हिँड्दा रात परेर बिहान मर्निङमा हिँडेको रात परिसकेको थियो। त्यहाँदेखि बल्ल धरान देख्यो, अलिकति सास आयो। त्यहाँदेखि हामी धरान पुग्यौँ मजाले। त्यहाँदेखि अलिकति सास आयो, हाम्रो 5-6 घन्टा मात्रै हो भन्नुभयो। फेरि यहाँ बोजूलाई छोडेर उनीहरू आउनेवाला थियो र अब बोजूको छोरी पनि खोजिदिनु पर्ने थियो नि त यहाँ धरानमा। आउँछ त अपोजिट साइड भन्नु म क्यामेरा घुमाउँदैछु। ए यहाँ ए होइन उहाँलाई ल्याउन आउनु भएको ल बडीलाई ल्याउन आउनु भएको रहेछ यहाँ चाहिँ लाउँदैछु। जानु ल बोजू जानु ल बाई बाई। अर्को पालि भेट्यो नि जर्खम ल। यहाँ त भाइ थ्याङ्क यू ल, तिमीले हामीलाई ल्याइ पुऱ्याइदेऊ, धन्यवाद। हामी चाहिँ चार्ली है के पो यो चारालीमा आएर झऱ्यो हो, यस्तो अबेर भएर हामी चाहिँ बल्ल ढिलो भएर चाहिँ एउटा रुम ड्राइभर भाइले भनिदिएर चाहिँ गुरुजीले भनिदिएर चाहिँ हामी चाहिँ रातिको 1 बजी चाहिँ होटल बस्दैछ। अब ढिलो भयो नि त, सबले भन्नु आँटिसक्यो, बत्ती हिँड भइसक्यो। बत्तीदेखि हाँस्छ होला मान्छेहरू पनि। यस्तो छ, यस्तो मायालाग्दो भएर रुम चाहिँ आइपुग्यो हामी हो। तर यहाँ अब यो चाहिँ के हो जस्तो लाग्यो नि त मलाई। म त हाम्रो टाउकोमा त्यो झुमर पो झुन्डाइदिएछ कि। अब यस्तै छ दुःख सुख, एक दिन एक रात काट्नु छ हो। र 2 बजिसकेको थियो। अब सुत्नु भन्यो, निन्द्रा त के लाग्छ र अब